हामी ह्युमन बिइङ्सको एक्जिस्टेन्स नै एउटा मिस्टेक हो। अब यो सुन्दा लाग्न सक्छ अलिकति अनकमन, अलिकति अनयुजुअल, कुनै टाइम्समा कसैलाई अलिकति डार्क पनि लाग्न सक्छ, तर अब यस्तो केही पनि होइन। यो कन्स्पिरेसी थ्योरी होइन, डिप्रेसिङ भिडियो पनि हुनेवाला छैन यो। अब यो चाहिँ एउटा 100 इयर पुरानो फिलोसफी हो जसलाई मैले भर्खरै पढि भ्याएँ। अनि योले चाहिँ के भन्छ भन्दाखेरि कन्सियसनेस जुन छ, जुनलाई चाहिँ हामी मान्छेहरू चाहिँ भन्छौँ यो हाम्रो सबैभन्दा ठुलो गिफ्ट हो, जसलाई चाहिँ हामी मान्छेलाई अरू लिभिङ क्रिएचर्सबाट छुट्याउँछ। त्यो गिफ्ट हो जुन हामी भन्छौँ। यो फिलोसफीले के भन्छ भन्दाखेरि त्यो चाहिँ सबैभन्दा ठुलो कर्स हो। अब एउटा सोच्नुहोस् न, तपाईँ आज बिहान उठ्नुभयो, कफी बनाउनु भयो, फोन चेक गर्नुभयो, तपाईँको जे पनि रुटिन छ त्यो गर्नुहुन्छ, डेली गर्नुहुन्छ, तर कहिलेकाहीँ सोच्नु न यो सबको मिनिङ के छ, म किन यहाँ छु, मेरो यो रुटिन, यो सब स्ट्रगल, म यो सब किन गर्दैछु हो। यो त्यो फिलिङ, त्यो एक सेकेन्डको एक्जिस्टेन्सियल ड्रेड, त्यो कुनै अरू जनावरहरू फिल गर्दैनन् क्या। कुखुराले फिल गर्दैन, कुकुरले फिल गर्दैन, माछा, हात्ती, गैँडाहरू कसैले फिल गर्ने बाला छैन, मात्र हामी मान्छेहरू त्यो फिल गर्छौँ क्या। अब यो चाहिँबाट यो डिस्टर्बिङ फिलोसफी सुरु हुन्छ। यो फिलोसफीको रचयिता उनी भन्छन् हामी चाहिँ एउटा एल्क जस्तो छौँ, एउटा म्याग्निफिसेन्ट एनिमल जुन अहिले एक्सटिन्ट भइसक्यो, तर उनीहरूको सिङ, एन्टर्स यति हेभी थियो कि त्यसैले गर्दाखेरि उनीहरूको एक्सटिन्ट भए। उनीहरूको स्ट्रेन्थ, उनीहरूको ब्युटी जसलाई भनिन्थ्यो त्यो नै उनीहरूको एक्सटिन्टको कारण बन्यो। अब हाम्रो कन्सियसनेस पनि उनी भन्छन् त्यो एन्टलर जस्तै हो। हाम्रो एबिलिटी टु थिङ्क, टु रिफ्लेक्ट र क्वेश्चन, यो हाम्रो कर्स हो। उनको नाम हो पिटर वेसेल जाफे। उनको एसे द लास्ट मेजाया, तर उनको यो आइडिया जुन लास्ट मेजायाको यो छ नि, यसमा आइडिया यो अलिकति एकदम डार्क छ क्या। अनेस्टली भन्नुपर्दाखेरि जब मैले यो फिलोसफी पढेँ यो मलाई हल्का डिस्टर्बिङ लागिरहेको थियो, किनभने उनले यो किताबमा जुन कुरा, यो 10 पेजको एसेमा जुन कुरा गरेका छन् त्यो एक्चुअलीमा मलाई चाहिँ एकदम भेरी ट्रु लाग्यो क्या। सो लेट्स बिगिन द एक्जिस्टेन्सियल एल्क थियोरी। अब उनको एक्चुअल फिलोसफीको बारेमा जान्नुभन्दा पहिला पिटर वेसेल जाफेको बारेमा केही कुरा जानौँ है। अब यो सुन्दा जब मैले अघि भने नि उनको फिलोसफीको जिस्टको कुरा गर्दाखेरि तपाईँलाई लाग्न सक्छ झट्ट सुन्दाखेरि अब यो मान्छे कस्तो थियो होला होइन, यो मान्छे डिप्रेस थियो होला, कसैसँग बोल्दैन थियो होला, एक्लै बस्ने होइन, एकदम छोटो आयुमै मऱ्यो होला, यस्तो केही लाग्न सक्छ तपाईँलाई सुन्दाखेरि। जुन टाइपको फिलोसफी उनले डेभलप गरेर छन् तपाईँलाई सुन्दाखेरि यो मान्छे ठ्याक्क हुन्छ नि यस्तै लाग्न सक्छ। मलाई पनि सुरुमा पढ्दाखेरि उस्तो लाग्थ्यो, किनभने मैले यो किताब उठाएर पढ्दाखेरि मलाई उनको बारेमा केही पनि थाहा थिएन। अब जब मैले यो किताब पढिसकेर उनको बारेमा रिसर्च गरेँ भन्नुपर्दाखेरि आई वाज अस्टनिस्ड होइन, यस्तो मान्छेले यस्तो किताब कसरी लेख्न सक्छ। अब उनको बारेमा कुरा गर्दाखेरि चाहिँ उनी चाहिँ नर्वेजियन फिलोसफर हुन्। उनी माउन्टेन क्लाइम्ब गर्न एकदम रमाइलो मान्थे। उनी आफ्नो साथीहरूसँग फ्रिक्वेन्टली हाइकिङ गइरहने मान्छे, ट्रेकिङ गइरहने मान्छे। नर्वेजियन माउन्टेनहरू एउटै छोडाएनन् उनले होइन, सब कुरा चढ्ने, एडभेन्चरमा गइरहने। उनी चाहिँ तपाईँलाई लाग्न सक्छ सुरुमा भन्दा मैले अघि पनि भने छोटो आयुमा मऱ्यो होला, तर 90 वर्षको लाइफ एकदम ह्याप्पी फुलफिल्ड लाइफ, एकदम खुसी साथ बाँचेर हुन्छ नि। यो फिलोसफी बाहेक उनको अरू पनि स्टोरिजहरू रहेछन् होइन, जुन चाहिँ एक्चुअली ह्युमरस रहेछन् होइन, म पढ्न बाँकी नै छ त्यो कुराहरू। यस्तो लेखेर त्यो मान्छे 90 वर्षको उमेरमा उनको मृत्यु भएको। पिटर वेसेल जाफेको जन्म 1899 मा भयो नर्वेमा। अब उनको बारेमा कुरा गर्दाखेरि उनी फिलोसफर, अथर, लयर र एकदमै प्यासनेट माउन्टेनियर। उनले नर्वेको कुनै पनि पिक छोडेका छैनन्। उनको नेचरसँग एकदम डिप कनेक्सन थियो, योभन्दा पनि कुनै फरक पर्दैन। हि लभ बिइङ इन नेचर। अब उनको अरू एक्टिभिटिजको कुरा गर्दाखेरि पेन्टिङ, फोटोग्राफी, ह्युमरस एडभेन्चर स्टोरिज, अब यो सब गर्थ्यो कि उनी, यु नेम इट हि डिड इट। अब बाहिरबाट हेर्दा जाफे एकदम एउटा जोयफुल लाइफ बाँचिरहेको मान्छे थियो, तर उनको माइन्डभित्र एउटा अलग्गै दुनियाँ थियो क्या। फेरि उनले डिपली स्टडी गरे आर्थर सोफनहावरलाई होइन, जो चाहिँ हिस्ट्रीको वान अफ द मोस्ट पेसिमिस्टिक फिलोसफर मानिन्छ। अब आउने भिडियोहरूमा विल कभर हिम टु। अब सोफनहावर के भन्छन् भन्दाखेरि लाइफ फन्डामेन्टल्ली सफरिङ हो। अब र जाफेले यो आइडियालाई लिए र उनले एउटा आफ्नो डेन्जरस डिरेक्सनमा लिएर गए। सोफनहावरको आइडियालाई जाफेले एउटा आफ्नै डेन्जरस डिरेक्सनतिर लिएर जान्छन् क्या। 1933 मा जाफेले लेखे द लास्ट मेसाया, एउटा जस्ट 10 पेजको एसे, तर त्यो 10 पेज यति डेन्स, यति डार्क, यति अनेस्ट कि आजसम्म फिलोसफीको वान अफ द मोस्ट डिस्टर्बिङ वर्क्स मध्येको एउटा मानिन्छ यसलाई। अनि उनले यो एसेलाई एक्सपान्ड गरे 1941 मा अन द नेम अफ द ट्र्याजिक होइन, फुल फिलोसफिकल ट्रिटिज। अब उनको पुरै लाइफको थिङ्किङ यो एउटा बुकमा छ। अब यो बुक आजसम्म पनि नर्वेजियन ल्याङ्ग्वेज भन्दा बाहिर ट्रान्सलेट भएको छैन, एकदमै लिमिटेड छ। तर जतिले पढे उनीहरू भन्छन् यो लास्ट सेन्चुरीको सबैभन्दा ओरिजिनल र इन्साइसिभ फिलोसफिकल वर्क हो। पिटर वेसेल जाफेको मलाई लागेको सबैभन्दा फ्यासिनेटिङ कुरा के हो भने जाफे डिप्रेस्ड मान्छे थिएनन्, ब्रोकन मान्छे थिएनन्, हारेको डिफिटेड मान्छे थिएनन्।
हरेक हुन्छ नि एभ्री वान्स इन अ वाइल उनी माउन्टेन्स क्लाइम्ब गर्थे। त्यो माउन्टेन्सको त्यो पिकमा सुतेर उठ्दाको फिलिङ उनलाई एकदमै मनपर्थ्यो। आफ्नो साथीहरूसँग हाँस्ने खेल्ने ह्युमरस स्टोरिजहरू लेख्ने। 90 वर्षको फुल कम्प्लिट लाइफ बाँचेर उनको मृत्यु भएको। तर उनको फिलोसफी यति डार्क छ कि मान्छेहरू उनलाई भन्छन् कि ब्लिकेस्ट थिङ्कर अफ अल टाइम्स एन्ड प्लेसेस। अब यो कन्ट्राडिक्सन यो नै एकदम इम्पोर्टेन्ट छ कि जाफाले प्रुभ गरे डार्क फिलोसफी आफ्नो दिमागभित्र डार्क फिलोसफी होल्ड गरेर पनि एकदम ब्युटिफुल कम्प्लिट र होल लाइफ बाँच्न पोसिबल छ। उनको सबैभन्दा फ्यासिनेटिङ र सबैभन्दा कन्ट्रोभर्सियल पर्सनल डिसिजन चाहिँ के थियो थाहा छ? हि नेभर ह्याड एनी चिल्ड्रेन। उनको यो डेलिब्रेट चोइस थियो, न बायोलोजिकल न कुनै अडप्ट गरेको। अब यो केवल उनको पर्सनल चोइस थिएन, यो उनको फिलोसफीको डाइरेक्ट एक्सटेन्सन थियो। उनी भन्छन् कि एउटा बच्चा यो दुनियाँमा ल्याउनु भनेको बर्निङ घरमा एउटा जलिरहेको घरमा काठ लिएर छिर्नु जस्तै हो। अब तपाईँ नयाँ लाइफ यो दुनियाँमा ल्याउनुहुन्छ, त्यो लाइफ सफर गर्छ, क्वेसन गर्छ, त्यो लाइफले मिनिङलेसनेस फिल गर्छ र अन्तमा मर्छ। अब उनले आफ्नो लाइफमा क्लियरली भनेका छन् यो कुरा, अनि मलाई यो कुरा एकदमै मन पर्यो सुन्दाखेरि। इन अकर्डेन्स विथ माई कन्सेप्सन अफ लाइफ आई हेभ चोजन नट टु ब्रिङ चिल्ड्रेन इन्टु द वर्ल्ड। अ कोइन इज एक्जामिन्ड ओन्ली आफ्टर केयरफुल डेलिब्रेसन गिभन टु अ बेगर वेयर द चाइल्ड इज फ्लङ इन्टु द कस्मिक ब्रुटालिटी विदाउट हेजिटेसन। बुझ्नुभयो यो कुरा? यो वडाहरू सुन्नुहोस् है। एउटा कोइन एउटा सिक्का जुन हामी एउटा भिखारीलाई दिन्छौँ, माग्न बसेको मान्छेलाई दिन्छौँ, त्यो दिन अगाडि हामी सोध्छौँ एक फेरा। तर एउटा बच्चा त्यो एउटा प्योर कन्सियस बिङ, त्यसलाई हामी यो संसारमा ल्याउँदा 1 सेकेन्ड पनि सोच्दैनौँ। अब ज्याफेले यो कुरालाई क्वेसन गर्छन् किन उनले यस्तो किन सोचे, किन उनी यही कुराको कन्क्लुजनमा पुगे। किन एउटा मान्छे जसले आफ्नो लाइफ यति होल्ली बाँच्यो हुन्छ नि नयाँ लाइफ वर्ल्डमा नल्याउनुहोस् किन भन्दैछ। अब त्यहीँ बुझ्नुपर्छ एक्जिस्टेन्सियल एल्क। अब यो कुरा बुझौँ। अब आउँछ यो भिडियोको सबैभन्दा इम्पोर्टेन्ट आइडिया। अब आउँछ त्यो मेटाफोर जसले चाहिँ ज्याफेको पुरा फिलोसफीलाई एउटा इमेजमा क्याप्चर गर्छ, जसले कन्सियसनेसको वर्णनलाई एउटा एन्सियन्ट एनिमलको स्टोरीबाट यति क्लियरली एक्सप्लेन गर्छ। अब यो हो द एक्जिस्टेन्सियल एल्क। मिलियन्स अफ इयर्स अगो एउटा एनिमल आइरिस एल्क हिस्ट्रीको सबैभन्दा वान अफ द मोस्ट म्याग्निफिसेन्ट क्रिचर्स मध्येको एउटा, यति पावरफुल, यति ब्युटिफुल, यति इम्पोजिङ। उनीहरूको एन्टलर्स जुन सिङ हुन्छ यति ठुलो, यति वाइड कि कोही अरू एनिमल्सहरू उनीहरूसँग कम्पिटिसनमै आउँदैन थियो, कम्पेयर गर्न डर लाग्थ्यो क्या त्यो अरू एनिमल्सहरूलाई। त्यो एन्टलर्सहरू उनीहरूको स्ट्रेन्थ होइन, उनीहरूको अरू प्रेडेटर्सहरूबाट बस्नको स्ट्रेन्थ होइन, अनि अब एक हिसाबले उनीहरूको प्रोटेक्सन त्यो पनि भनौँ, त्यो उनीहरूको प्राइड। तर त्यो एन्टलर्स नै त्यो उनीहरूको कर्स बन्न गयो। अब कसरी भन्दाखेरि त्यो एन्टलर्स यति ठुलो हुँदै गयो, यति हेभी हुँदै गयो, त्यो एनिमल्सलाई हिँडडुल गर्न अप्ठ्यारो हुन थाल्यो, फरेस्टमा नेभिगेट गर्न गाह्रो हुन थाल्यो। अरू प्रेडेटर्सहरूबाट जुन सुरुमा बस्ने गर्थे उनीहरू त्यही एन्टलर्सको प्रयोग गरेर, अब उनीहरू यति स्लो भयो कि प्रेडेटर्सले सजिलै एट्याक गर्न सक्ने भयो हुन्छ नि। त्यो एन्टलर्समा न्युट्रिसन यति धेरै गयो कि उनीहरूको बडी एक्चुअलीमा त्यसले सफर गर्न थाल्यो र त्यो ब्युटी त्यो नै उनीहरूको ट्र्याप बन्न गयो। ज्याफेको लाइफमा जब यो एक्जिस्टेन्सियल एल्क, यो जुन एल्कको स्टोरी जुन मैले भने, यो जब उनी आउँछ उनी एकदम रियलाइज गर्छन् कि हो यो कुरा एकदमै ठिक छ। उनी भन्छन् कि हामी यो मान्छे पनि एल्क जस्तै छौँ। हाम्रो एन्टलर हो हाम्रो कन्सियसनेस, हाम्रो सेल्फ अवेरनेस, हाम्रो एबिलिटी टु थिङ्क, रिफ्लेक्ट, क्वेसन, एनालाइज, यो सबै हाम्रो कर्स हो। यो कुनै अरू एनिमलसँग छैन, कुनै अरू क्रिचरसँग कुनै अरू क्रिचर आफ्नो एक्जिस्टेन्सको बारेमा सोच्दैन, आफ्नो डेथको बारेमा सोच्दैन, आफ्नो लाइफको पर्पजको बारेमा सोच्दैन। त्यो केवल मान्छेहरू मात्रै गर्छन्। र ज्याफेले यो भन्छन् कि यो हाम्रो सबैभन्दा ठुलो गिफ्ट होइन, यो हाम्रो सबैभन्दा ठुलो बर्डन हो। अब किन कन्सियसनेस कर्स हो त? अब सोच्नुहोस् न आफै। एक्चुअली कुनै पनि एनिमल आफ्नो डेथको बारेमा सोच्दैन। कुखुरा जान्दैन कि ऊ एक दिन मर्छ भनेर, कुकुर सोच्दैन कि मेरो एक्जिस्टेन्सको मिनिङ के छ भनेर, माछा फिल गर्दैन कि यो दुनियाँमा यति सफरिङ किन छ भनेर। तर त्यो चाहिँ मान्छेहरूको लागि मात्रै हो। अब हामी सबै यो कुरा यो फिल गर्छौँ, मान्छेहरू मात्रै यो कुरा फिल गर्छन्। हामी जान्दछौँ हामी एक दिन मर्छौँ भनेर। हामीलाई यो पनि थाहा छ कि हामी मरेपछि हाम्रो कुनै ट्रेस रहनेवाला छैन भनेर। हामी जसलाई प्रेम गर्छौँ ऊ पनि एक दिन यो संसारबाट मर्छ भनेर, हामी जस्तै मर्छन् भनेर। लाइफ मिनिङलेस छ। हामी जान्दछौँ सफरिङ जताततै छ, वार छ, पोभर्टी छ, डिजिज छ, र यो पछाडिको कुनै कस्मिक रिजन छैन। र यो नलेज, यो अवेरनेस यति हेभी छ कि हामी यसलाई क्यारी गर्न स्ट्रगल गर्छौँ। ज्याफेले मान्छेलाई के भन्छन् भन्दाखेरि अ बायोलोजिकल प्याराडक्स, अबोमिनेसन एन्ड अब्सर्डिटी, एन एक्जाजरेसन अफ डिजास्टरस नेचर। यो वर्ड सुन्नुहोस्, बायोलोजिकल प्याराडक्स, अबोमिनेसन, अब्सर्डिटी, एज अ इन्सल्टको रूपमा भने होइन ज्याफेले, एज अ डायग्नोसिस। ज्याफेले भने कि नेचरले एउटा मिस्टेक गर्यो, प्रकृतिले एउटा मिस्टेक गर्यो। नेचरले कन्सियसनेसलाई यति फार डेभलप गर्यो कि त्यो कन्सियसनेस क्यारी गर्ने क्रिचरको लागि यो दुनियाँ सिम्पली ओभरवेल्मिङ लाग्न थाल्यो होइन। एल्कको एन्टलर्स यति ठुलो भयो कि एल्कको लागि हाम्रो कन्सियसनेस हाम्रो लागि सेम कुरा भइदियो।
अब एउटा रिलेटेबल कुरा सोध्छु म तपाईँलाई, तपाईँ एउटा एडल्ट हो भने तपाईँले यो कुरा पक्कै फिल गर्नु भएको छ होइन, बिना कुनै स्पेसिफिक रिजन तपाईँलाई कहिलेकाहीँ यत्तिकै स्याड फिल हुन्छ। यस्तो पर्टिकुलर कुरा केही पनि भएको छैन, जब राम्रो चलिरहेछ, फ्यामिली छ, हेल्थ छ, तर पनि एउटा डिप अनएक्सप्लेनेबल एम्प्टिनेस फिल भइरहेछ। अब कहिलेकाहीँ राति उठेर हुन्छ नि सिलिङ हेर्दा यो सोच्नु पनि भयो होला, म किन यहाँ छु, यो सबैको के मिनिङ छ, म के गरिरहेको छु, यो सब किन हुन्छ नि। एउटा पर्फेक्टली नर्मल दिनमा सडनली फिल गर्नु भयो होला यो कुरा, यो पुरै एक्जिस्टेन्स चाहिँ यति स्ट्रेन्थ छ, यति हेभी छ, यति ओभरवेल्मिङ छ। र एनिमल्सहरू यो कुरा फिल गर्दैनन्। अरू नेचरको कुनै पनि एस्पेक्टहरू हेर्नुहोस् तपाईँ, ह्युमन बिङ्स बाहेक त्यो उनीहरूले कुनै फिल गर्दैनन्। र जाफेले भन्छन् यो फिलिङ, यो ऱ्यान्डम स्याडनेस, यो 3 AM को एक्जिस्टेन्सियल क्राइसिस, यो नै प्रुफ हो कि हाम्रो कन्सियसनेस एकदम ओभर डेभलप भइसक्यो। यो नै हाम्रो एन्टलर हो र यो नै हाम्रो कर्स हो। र यो कन्सियसनेस, यो बर्डनले हाम्रो हिस्ट्री सेभ गरेको छ। एभ्री वार कन्सियसनेस, एभ्री जेनोसाइड कन्सियसनेस, एभ्री अट्रोसिटी कन्सियसनेस। किनकि मात्र एउटा कन्सियस बिइङ आइडियोलोजीको नाममा मिलियन्स एन्ड मिलियन्स मान्छेलाई मार्न सक्छ। अरू कुनै जनावरले यो गर्दैन, अरू कुनै स्पेसिसले यो गर्दैन, मात्र मान्छेहरूमा पाइन्छ यो कुरा। तर अब एउटा अर्को एकदम इम्पोर्टेन्ट क्वेसन आउँछ कि जब यो कन्सियसनेस यति हेभी छ, जब यो बर्डन यति ओभरवेल्मिङ छ भने हामी सर्भाइभ कसरी गर्छौँ, हामी आफ्नो डेली लाइफमा कसरी बाँचिरहेछौँ, यो एक्जिस्टेन्सियल वेट हामी कसरी क्यारी गर्दैछौँ। अब ज्याफेले भने हामी सर्भाइभ गर्छौँ किनकि हामी 4वटा वेजले आफ्नो इन्ट्रेस्टलाई काट्दैछौँ, सो अफ गर्दैछौँ। हामी आफ्नै कन्सियसनेसलाई डेलिबरेटली सिस्टमेटिकली लिमिट गर्छौँ र त्यो 4वटा मेकानिजम्स, त्यो नै यो फिलोसफीको सबभन्दा फ्यासिनेटिङ र सबभन्दा रिलेटेबल पार्ट। लेट्स गेट इन्टु इट। अब आउँछ यो भिडियोको सबभन्दा रिलेटेबल पार्ट। अब किनकि यो सेक्सनमा म चाहिँ तपाईँलाई आफ्नो लाइफलाई हेर्न बाध्य बनाउँछु, मैले भन्दा पनि ज्याफेले तपाईँलाई आफ्नो लाइफलाई हेर्न बाध्य गराउनुहुन्छ। यो सुनेपछि तपाईँलाई लाग्न सक्छ म यो गरिरहेको छु, म यो गर्दैछु, र त्यो रेकग्निसनले ज्याफेको फिलोसफीलाई झन् पावरफुल बनाउँछ। ज्याफेले सोधे जब कन्सियसनेस यति हेभी छ हामी सर्भाइभ कसरी गर्छौँ, जब यो एक्जिस्टेन्सियल बर्डन यति ओभरवेल्मिङ छ हामी आफ्नो डेली लाइफमा कसरी बाँच्छौँ। अब यसको एन्सरमा ज्याफे भन्छन् हामी चाहिँ 4वटा मेकानिजम्सहरू युज गर्छौँ। त्यो 4वटा वेजले हामी आफ्नो कन्सियसनेसलाई काटिरहेछौँ, त्यो 4वटा वेजले हामी आफ्नो फुल कन्सियसनेसबाट हाइड गर्छौँ। र त्यो 4वटा मेकानिजम्स तपाईँ आजको दिनमा पनि युज गरिरहनु भएको छ। पहिलो मेकानिजम हो आइसोलेसन। आइसोलेसन भनेको हामी त्यो सिम्पली त्यो डार्क डिस्टर्बिङ थट्सहरू सप्रेस गर्छौँ। हामी त्यो थट्स फिल गर्दैनौँ, यो होइन, फिल गर्छौँ तर इमिडिएटली डिसमिस पनि गर्छौँ, पुस अवे गर्छौँ, इग्नोर गर्छौँ। हामी डेथको बारेमा सोच्दैनौँ, मिनिङलेसनेसको बारेमा सोच्दैनौँ, एक्जिस्टेन्सको बारेमा सोच्दैनौँ, किनकि सोसाइटीले हामीलाई ट्रेन गरेको छ यो टपिक्सहरू पब्लिकमा नलिएर आऊ, डिनर टेबलमा नलिएर आऊ, अफिसमा नलिएर आऊ, फ्रेन्ड सर्कल्समा नलिएर आऊ। अब सोच्नुहोस् तपाईँ आफ्नो एउटा क्लोज फ्रेन्ड सर्कलमा बस्नु भएको छ, तपाईँ हल्का पनि फिलोसफीमा जानु भइरहेछ र तपाईँको साथीहरू सेम छन् भने अब तपाईँ कहिले काहीँ भन्नु होला साथी हामी हुन्छ नि एक दिन मर्छौँ, अब यो सब करियर, मनी, सक्सेस सब मिनिङलेस छ, हामी किन यहाँ छौँ, हाम्रो एक्जिस्टेन्सको मिनिङ के हो, यो कन्सियसनेस भनेको के हो। अब त्यहाँ के हुन थाल्छ थाहा छ, साइलेन्स, अक्वर्डनेस, डिस्कम्फर्ट, त टपिक चेन्ज हुन थाल्छ, कतातिर स्पोर्ट्स, अब सेलिब्रिटी, इन्फ्लुएन्सर्स, अब यो त्यही हो क्या। अब किनकि हामी यो कन्भर्सेसन अभोइड गर्न हामीलाई चाहिँ ट्रेन गरिएको छ। अब यो थट्स फिल हुन थाल्दा हामी इमिडिएटली सप्रेस गर्न थाल्छौँ, नसोचेको कुरा, आज काम गरौँ, आज आफ्नो काम गरौँ, यतापट्टि ध्यान दे, यो कुराहरू एकदम नेगेटिभ छ। र यो यति डिपली इम्बेडेड छ हामीभित्र, हाम्रो सोसाइटीले यति ट्रेन गरेको छ हामीलाई कि हामी रियलाइज नै गर्दैनौँ कि हामी यो गरिरहेछौँ भनेर। दोस्रो मेकानिजम हो एङ्करिङ। अब एङ्करिङ भनेको हामी आफैले कुनै स्टेबल स्ट्रक्चरसँग एङ्कर गर्छौँ। हामी एउटा फिक्स्ड पोइन्ट चुज गर्छौँ र त्यो पोइन्टलाई यति टाइटली समात्छौँ कि किनकि त्यो पोइन्टले हामीलाई त्यो एक्जिस्टेन्सियल भोइडबाट बचाउँछ। म एउटा राम्रो फादर हुँ, ओके, आई एम अ गुड फादर, त्यसैले मेरो लाइफ मिनिङफुल छ। म एउटा सक्सेसफुल प्रोफेसनल वर्कर हुँ, त्यसैले मेरो एक्जिस्टेन्स जस्टिफाइड छ। मेरो रिलिजनसँग मेरो एन्सर्सहरू छन्, त्यसैले म सेफ छु। मेरो कन्ट्रीको लागि म काम गर्दैछु, त्यसैले मेरो लाइफको कुनै पर्पज छ। यो एङ्कर्स, यो स्ट्रक्चरहरूले हाम्रो त्यो इनर भोइडलाई फिल गर्छन्, आर्टिफिसियल मिनिङ क्रिएट गर्छन्, र त्यो आर्टिफिसियल मिनिङ यति रियल फिल हुन्छ कि हामी त्यसलाई एकदम टाइटली होल्ड गर्न थाल्छौँ। त्यही भएर तर ज्याफेले सोधे कि के त्यो मिनिङ रियल हो कि तपाईँ सिम्पली त्यो भोइडबाट स्केप गर्नलाई त्यो एङ्कर युज गर्दै हुनुहुन्छ। अब एउटा इक्जाम्पल हेरौँ, धेरै मान्छेहरू जब लाइफमा क्राइसिस आउन थाल्छ सडनली रिलिजनतिर फर्किन्छन्। जब एक्जिस्टेन्सियल ड्रेड फिल हुन थाल्छ सडनली आफ्नो रुटिनमा डबल डाउन गर्न थाल्छन्। जब मिनिङलेसनेस फिल हुन्छ सडनली करियरतिर एकदम अब्सेस गर्न थाल्छन्। अब यो एङ्करिङ हो। हामी कन्सियसली या अनकन्सियसली त्यो डार्क भोइडबाट बस्न कुनै स्टेबल स्ट्रक्चर समात्छौँ। र ज्याफेले भने यो एङ्कर रियल मिनिङ होइन, यो एउटा सर्भाइभल मेकानिजम मात्रै हो। तेस्रो मेकानिजम डिस्ट्र्याक्सन, र यो आजको वर्ल्डको सबभन्दा कमन, सबभन्दा पावरफुल मेकानिजम हो।
ह्यान्ड्स डाउन डिस्ट्र्याक्सन भनेको हामी आफ्नो सेन्सेसलाई यति फ्लड गर्छौँ कि यति इन्फर्मेसन लिन्छौँ कि त्यो जेन्युन डिप थट आउनै सक्दैन। हामी यति बिजी राख्छौँ आफूलाई कि हाम्रो त्यो एक्जिस्टेन्सियल क्वेसन सर्फेस नै गर्दैनन् हामीमा। सोसल मिडिया स्क्रोल, नेटफ्लिक्स बिन्ज, कन्स्ट्यान्ट नोटिफिकेसन, स्पोर्ट्स, ब्याक टु ब्याक मिटिङ्स, विकेन्ड पार्टिज, नन स्टप इन्टरटेनमेन्ट, इयरफोन्स अलवेज इन, स्क्रिन अलवेज अन। सोच्नुहोस् जब तपाईँ एक्लै हुनुहुन्छ कुनै डिभाइस बिना त्यो साइलेन्स के त्यो फिल हुन्छ? अब धेरै मान्छेलाई डिस्कम्फर्ट लाग्न थाल्छ यो साइलेन्समा, एङ्जाइटी फिल हुन थाल्छ, त्यो भोइड त्यो एम्प्टिनेस सर्फेस हुन थाल्छ र त्यही भएर हामी आफ्नो फोन उठाउन थाल्छौँ। केही नगर्दा पनि तपाईँ कहिलेकाहीँ यति याद राख्नुहोस्, केही नगर्दा पनि तपाईँ म्युजिक मात्र भए पनि बजाएर राखिरहनु भएको हुन्छ। अब कुनै भिडियो यत्तिकै चलिरहेको हुन्छ किनकि त्यो साइलेन्स, त्यो स्पेस, त्यो डार्कनेसमा क्वेसन आउन थाल्छ जसलाई हामी फेस गर्न तयार छैनौँ। अब ज्याफेले यो 1933मा पनि भनिरहेको थिए। त्यति बेला स्मार्टफोन थिएन, सोसल मिडिया थिएन, नेटफ्लिक्स थिएन, तर उनले यो अलरेडी देखिसकेका थिए कि हामी डिस्ट्र्याक्सनमा स्केप गर्न खोजिरहेछौँ। उनले त्यो टाइमको डिस्ट्र्याक्सन हेर्ने हो भने थिएटर, पार्टिज, गसिप्स, न्युज पेपर्स, र उनी यो सबलाई भनिरहेछन् कि कन्सियसनेसबाट स्केप गर्ने मेकानिजम मात्रै हो। र आज यो 1000 गुणा वर्स छ। हामी 24/7 डिस्ट्र्याक्ट हुन सकिरहेछौँ। हामी लिटरली 1 सेकेन्ड पनि आफ्नो थटसँग एक्लै बस्न सक्दैनौँ। र ज्याफे भन्छन् यो नै प्रुफ हो हाम्रो कन्सियसनेस यति ओभरवेल्मिङ छ कि हामी यति डेस्परेटली योबाट स्केप गर्न खोज्छौँ। अब चौथो मेकानिजम हो सब्लिमेसन, र यो सबैभन्दा रेयर र सबैभन्दा ब्युटिफुल मेकानिजम। सब्लिमेसन भनेको आफ्नो एक्जिस्टेन्सियल एङ्गुसलाई, आफ्नो पेनलाई, आफ्नो डार्कनेसलाई आर्टमा, फिलोसोफीमा, साइन्समा, क्रिएटिभिटीमा ट्रान्सफर्म गर्नु। अब यो भनेको त्यो डार्कनेसलाई सप्रेस गर्नु होइन, त्यो डार्कनेसबाट स्केप गर्नु होइन, त्यो डार्कनेसलाई च्यानल गर्नु हो कुनै ब्युटिफुल, कुनै मिनिङफुल क्रिएसनमा। एभ्री ग्रेट आर्टिस्टले यो गरेको छ, एभ्री ग्रेट फिलोसोफरले यो गरेको छ, एभ्री ग्रेट राइटरले यो गरेको छ। कामुले आफ्नो एक्जिस्टेन्सियल पेन लिएर द मिथ अफ सिसिफस लेखे, सब्लिमेसन। जाफेले आफ्नो कन्सियसनेसको वर्णन लिएर द लास्ट मेजाया लेखे, सब्लिमेसन। बेथोवनले आफ्नो डेफनेस र आइसोलेसनलाई लिएर 9th सिम्फोनी कम्पोज गरे, सब्लिमेसन। डोस्टोएभस्कीले आफ्नो प्रिजन एक्सपिरियन्स र एक्जिस्टेन्सियल क्राइसिसलाई लिए र द ब्रदर्स क्यारामेजोभ क्राइम एन्ड पनिसमेन्ट लेखे, सब्लिमेसन। अब तपाईँ आफ्नो पेनलाई क्रिएटिभिटीमा च्यानल गर्नुहुन्छ, तपाईँ पोएट्री लेख्नुहुन्छ, पोएम्स लेख्नुहुन्छ, आर्ट बनाउनुहुन्छ, म्युजिक सिक्नुहुन्छ, म्युजिक क्रिएट गर्नुहुन्छ, फिलोसफी एक्सप्लोर गर्नुहुन्छ, यो सब्लिमेसन हो। र यो ज्याफेको अकर्डिङ 4वटा मेकानिजम्स मध्ये सबैभन्दा हेल्दी र सबैभन्दा ब्युटिफुल मेकानिजम हो। तर अब यहाँ आउँछ ज्याफेको एकदम अनेस्ट र सबैभन्दा अनकम्फर्टेबल पोइन्ट। अब ज्याफे भन्छन् कि यो सबै इभन सब्लिमेसन स्टिल एउटा फर्म अफ सेल्फ डिसेप्सन हो। अब यो सुनेर तपाईँलाई लाग्न सक्छ यो के भनेको, सब्लिमेसन भनेको पेन, सेल्फ डिसेप्सन, तर ज्याफेको लजिक सुन्नुहोस् एक्चुअली, किनकि यो 4 मेकानिजम्स आइसोलेसन, एङ्करिङ, डिस्ट्र्याक्सन, सब्लिमेसन यो सबै अल्टिमेटली एउटा कुरा गर्छन्, हाम्रो एन्ट्रस्टलाई काटिरहेछन्, हाम्रो कन्सियसनेसलाई काटिरहेछन्, हाम्रो फुल कन्सियसनेसबाट हामीलाई लुकाइरहेछन्, हामी यस पछाडि हाइड गरिरहेछौँ। हामी त्यो ओभरवेल्मिङ अवेरनेसबाट डिफ्रेन्ट वेजले स्केप गरिरहेछौँ। आइसोलेसन हामी सप्रेस गर्छौँ, एङ्करिङ हामी आर्टिफिसियल मिनिङ क्रिएट गर्छौँ, डिस्ट्र्याक्सन हामी अभोइड गर्छौँ, सब्लिमेसन हामी ट्रान्सफर्म गर्छौँ। ज्याफे भन्छन् यो 4 वेजले पनि हामी फुल अनफिल्टर्ड र कन्सियसनेस फेस गर्दैनौँ। हामी सिधै कुनै न कुनै त्यो बर्डनबाट बचिरहेछौँ अहिलेसम्म। यही नै हाम्रो सर्भाइभलको सिक्रेट हो। हामी आफ्नो एन्टलर्स, हामी आफ्नो कन्सियसनेसलाई सो अफ गरिरहेको प्रुफ हो। तर अब एउटा क्वेसन आउँछ, एउटा डेन्जरस क्वेसन, के हुन्छ जब कोही मान्छे यो सबै मेकानिजम्सलाई रिजेक्ट गर्छ, जब कोही एङ्करिङ गर्दैन, डिस्ट्र्याक्सन गर्दैन, आइसोलेसन गर्दैन, सब्लिमेसन गर्दैन, जब कोही मान्छेले आफ्नो फुल अनफिल्टर्ड कन्सियसनेस आँखा खोलेर फेस गर्छ, त्यहाँबाट जन्मिन्छ द लास्ट मेजाया। यो लास्ट मेजाया को हो? अब ज्याफेले डिस्क्राइब गर्छन् यो लास्ट मेजाया त्यो मान्छे हो जसले लाइफलाई र लाइफको कस्मिक ग्राउन्डलाई फुल्ली कम्प्लिटली बुझेको छ, जसले कुनै इल्युजन होल्ड गर्नेवाला छैन, कुनै एङ्कर युज गर्नेवाला छैन, कुनै डिस्ट्र्याक्सन युज गर्नेवाला छैन, जसले त्यो 4वटा मेकानिजम्सलाई कम्प्लिटली रिजेक्ट गरेको छ र आफ्नो फुल अनफिल्टर्ड र कन्सियसनेस आँखा खोलेर फेस गरिरहेछ, जसको पेन अर्थको कलेक्टिभ पेन हो, जसले दुनियाँभरको सफरिङ फिल गर्छ पर्सनल्ली, डिपली, कम्प्लिटली। अब जसले प्रिटेन्ड गर्दैन कि यो सब ठिक छ, जसले कम्फर्टेबल एन्सर्सहरूमा लुक्न खोज्दैन, यो मान्छे त्यो सबैभन्दा अनेस्ट मान्छे हो, त्यो सबैभन्दा अवेक मान्छे हो। र उसले एउटा मेसेज लिएर आउँछ, अब नो योर सेल्फ, बी इनफर्टाइल एन्ड लेट अर्थ बी साइलेन्ट आफ्टर ये। यो लाइनलाई बुझौँ, आफैलाई जान्नुहोस्, इनफर्टाइल बन्नुहोस्, रिप्रोड्युस नगर्नुहोस्, नयाँ लाइफ यो दुनियाँमा नलिएर आउनुहोस् र स्लोली, क्वाइटली, भोल्युन्टेरीली ह्युम्यानिटीको स्टोरी एन्ड हुन दिनुहोस्। अब यति डार्क छ कि पहिलोपल्ट सुन्दा यो विश्वास गर्ने गाह्रो हुन्छ। यो के भनेको?
यो फिलोसोफरले यो के भनिरहेको छ, ह्युम्यानिटी एक्सटेन्ड हुनुपर्छ भनेर हो। तर ज्याफेको कुरा सुन्नुहोस्, ज्याफेले एक्ज्याक्टली यही भनिरहेको छन् कि, तर उनको रिजनिङ यति लजिकल यति कन्सिस्टेन्ट छ जसले तपाईँलाई आर्ग्यु गर्न, जसको अगेन्स्टमा तपाईँलाई आर्ग्यु गर्न अलिकति गाह्रो हुन्छ। उनको लजिक के छ भने कन्सियसनेसले सफरिङ दिन्छ, कन्सियसनेसले ग्यारेन्टिड सफरिङ दिन्छ। हामीलाई थाहा छ, जान्दछौँ हामी मर्छौँ, हाम्रो सफरिङ छ, लाइफमा मिनिङलेसनेस फिल हुन्छ नि, दुनियाँभरको पेन फिल गर्छौँ, दुनियाँभरको सफरिङ फिल गर्छौँ। र नयाँ लाइफ यो दुनियाँमा ल्याउँदा हामी त्यो सफरिङ पर्पिट्युट गरिरहेछौँ। हामी एउटा नयाँ कन्सियस बिङ क्रिएट गर्छौँ जसले यो सबै कुरा फेरि फिल गरिरहेछ। ज्याफेले सोधे किन यो साइकल चाहिँ अब कन्टिन्यू गर्नु त? अब यो सुन्दै गर्दाखेरि एउटा एकदम क्रिटिकल ठुलो मिसकन्सेप्सन चाहिँ क्लियर गर्नुपर्छ है। ज्याफेले सुसाइड प्रमोट गरेको भने होइन, उनले भाइलेन्स प्रमोट गरेको होइन, उनले मास एक्सटेन्सनको कुनै फोर्स प्लान दिएको होइन। उनले भने एज अ इन्डिभिजुअल लाइफ फुल्ली ब्युटिफुल्ली कन्सियसनेसली बाँच्नु, आफू माउन्टेन क्लाइम्ब गर, आफ्नो स्टोरिज लेख, आफ्नो साथीभाइसँग हाँस खेल नाच गाऊ, आफ्नो पुरा पोटेन्सियल लिभ आउट गर, तर नयाँ लाइफ वर्ल्डमा नलिएर आऊ। साइकल रोक्नुपर्छ, फोर्सफुल्ली होइन, भोलिन्टियरली, एज अ कन्सियसनेस इन्डिभिजुअल चोइसबाट। एक मान्छेले आफ्नो डिसिजन थटफुल्ली लिनुहोस्, यो भनिरहेछन् ज्याफे। कुनै फोर्स नगरिकन यो चोइस तपाईँलाई नै दिइरहेछन् एट द एन्ड अफ द डे। अब यो भनेको एउटा सिभिलाइजेसन नै खतम गरिदिनु यो सब भनेर होइन है। अब यो भनेको चाहिँ जब हामी जान्दछौँ कन्सियसनेस यति हेभी छ त हामी किन डेलिबरेटली नयाँ कन्सियसनेस क्रिएट गर्ने। र उनले यो फिलोसफी मात्र आफ्नो वर्ड्समा सीमित गरेनन् के, उनले चाहिँ यो आफ्नो प्र्याक्टिकल लाइफमा पनि इम्प्लिमेन्ट गरेछन्। जाफेले माउन्टेन्स क्लाइम्ब गरे, नर्वेको पिक्सहरूमा पुगे, आफ्नो लाइफको ह्युमरस स्टोरिजहरू लेखेका छन् उनले, नेचर र एडभेन्चरको बारेमा लेखेका छन् उनले, साथीभाइसँग हाँस्ने नाच्ने गाउने यो सब गर्न रमाउँथ्यो उनी, आफ्नो फुल लाइफ बाँचे, कति कुरामा इन्भल्भ भए, लयर, फिलोसोफर, राइटर, अथर, 90 वर्ष कम्प्लिटली जोयफुल्ली बाँचे। बट ही नेभर ह्याड एनी चाइल्ड। उनले आफ्नो लाइफमा क्लियरली भनेका छन्, अ कोइन इज एक्जामिन्ड क्लियरफुल्ली एन्ड ओन्ली आफ्टर डेलिब्रेसन गिभन टु अ बेगर, वेयर एज अ चाइल्ड इज फ्लङ इन टु द कस्मिक ब्रुटालिटी विदाउट हेजिटेसन। ज्याफेले भने यो इन्कन्सिस्टेन्सी यो नै हाम्रो सबैभन्दा ठुलो ब्लाइन्ड स्पट हो। अब लेट्स गेट टु द एन्ड पार्ट अफ द भिडियो। अब यो पार्टमा नो मोर फिलोसफी, नो मोर कन्सेप्ट्स, नो मोर डार्क आइडियाज, मात्र एउटा अनेस्ट फिलोसफिकल रिफ्लेक्सन। यो पुरा भिडियोमा हामीले ज्याफेको सबैभन्दा र सबैभन्दा अनेस्ट सबैभन्दा डिस्टर्बिङ फिलोसफी एक्सप्लोर गऱ्यौँ। उनले भने हामी ओभर इभल्भ छौँ, हाम्रो कन्सियसनेस हाम्रो एन्टलर हो, त्यो एन्टलर जो हामी सोच्छौँ हाम्रो सबैभन्दा ठुलो गिफ्ट हो, एक्चुअलीमा हाम्रो सबैभन्दा ठुलो बर्डन हाम्रो कर्स हो। र हामी सर्भाइभ गर्छौँ मात्र किनकि हामीले त्यो एन्टलर्स काट्न जानेका छौँ, हामीले आफ्नो कन्सियसनेसलाई काट्न जानेछौँ। हामी आइसोलेसन युज गर्छौँ, त्यो डार्क थट्स सप्रेस गर्दै, हामी एङ्करिङ युज गर्छौँ, रिलिजन फ्यामिली करियरमा हाइड गर्दै, हामी डिस्ट्र्याक्सन युज गर्छौँ, फोन एन्टरटेनमेन्ट नोइजमा डुब्दै, र हामीमध्ये कोहीले सब्लिमेसन युज गर्छन् आफ्नो पेनलाई क्रिएटिभिटीमा ट्रान्सफर्म गर्दै। यो चारवटा मेकानिजम्स यो नै हाम्रो डेली सर्भाइभलको सिक्रेट हो। र ज्याफेले भने यो नै प्रुफ हो हाम्रो कन्सियसनेस यति हेभी छ क्यारी गर्न, किनकि जब तपाईँ त्यो डार्क क्वेसन फेस गर्नुहुन्छ, जब तपाईँ अनेस्टली सोच्नुहुन्छ कि के कन्सियसनेस साँच्चै कर्स हो, के एक्जिस्टेन्स मिनिङफुल छ, म किन यहाँ छु, वाट इज माई पर्पज, वाइ एम आई इन दिस वर्ल्ड, अब त्यहीँबाट रियल थिङ्किङ सुरु हुन्छ, त्यहीँबाट अथेन्टिक लाइफ सुरु हुन्छ। पिटर वेसल ज्याफेले यो प्रश्नहरूबाट आफ्नो आँखा बन्द गरेनन्, उनले त्यो क्वेसनहरूलाई फेस गरे, आफ्नो लाइफलाई ब्युटिफुल मिनिङफुल बनाए, यो डार्क फिलोसफी होल्ड गर्दै साइमल्टेनियसली। अब यो नै उनको सबभन्दा ठुलो लेसन हो। सो अब तपाईँ सोच्नुहोस्, तपाईँ आफ्नो कन्सियसनेसलाई गिफ्ट मान्नुहुन्छ कि कर्स मान्नुहुन्छ, द्याट्स अप टु यु। सी यु इन द नेक्स्ट वान।